नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले व्यङ्ग्यात्मक शैलीमा कम्तीमा अबको 4 महिना पार्टी चलाउने र टिकट बाँड्ने जिम्मा 2 जना महामन्त्रीहरूलाई दिनुपर्ने बताएका छन्। अहिलेको अनुहार लिएर कांग्रेसले चुनाव जित्दैन भनिसकेपछि आफूले यो कुरा गम्भीरतापूर्वक भनेको उनको भनाइ थियो। तपाईहरुलाई गम्भीरतापूर्वक अनुरोध छ, 2टा महामन्त्रीले भन्नुभएको छ यो अनुहार लिएर कांग्रेस चुनाव जित्न सक्दैन। चुनाव आउन 4 महिना बाँकी छ। तपाईहरु चुप लागेर बस्नुस्, 2 जनालाई जिम्मा लाउनुस्। टिकट बाँड्ने जिम्मा उहाँहरूलाई दिनुस्, पार्टी चलाउन जिम्मा उहाँहरूलाई दिनुस्। मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै रिजालले भने, निर्वाचनको परिणाम गजब ल्याएको खण्डमा 2 महामन्त्रीलाई सलाम गरिने र पार्टी जिम्मा लगाइने उनले बताएका छन्। रिजालले भने, होइन भने उहाँहरू चाहिँ बिदा हुनुहुन्छ, त्यसपछि डिस्टर्ब नगर्नुस्, तपाईहरु संस्थापनवाला बुढा खाडा छोड्नुस्, चुप लागेर बस्नुस्। पूर्व पदाधिकारीहरू 2टा महामन्त्रीहरूको जिम्मा लगाउनुस्, किन कचपच गर्ने? यसरी चुनाव लडिन्छ। चुनाव लड्ने ढंग यो हो, तपाईहरु त सक्नुहुन्न। उहाँहरूले बुझ्नु भएको छ, बुझेको मान्छेलाई चलाउन नदिने, आफै जबरजस्ती गर्ने, यो काम नगर्नुस्, विनम्रतापूर्वक अनुरोध छ, व्यङ्ग्यात्मक शैलीमा रिजालले भने। उनले आफूलाई 2 महामन्त्रीले फागुन 21 को चुनावमा टिकट नदिए पनि स्वीकार्य हुने समेत बताएका थिए। उहाँले टिकट दिनु भएन भने म पनि तयार, टिकट दिनु भयो भने पनि तयार, तर पार्टी 2 जनालाई मात्रै जिम्मा दिनुस्। उहाँले बनाउनुहुन्छ संसदीय समिति, के भयो र? जम्मा 4 महिना विश्वास नगर्ने उनले प्रश्न गरे। उहाँलाई कांग्रेसले अर्को 15-20 वर्षसम्म विश्वास गर्नुपर्ने दिन आउँदैछ। उहाँहरूले ढंग पुर्याउनु भयो भने 15-20 वर्ष विश्वास गर्ने बेला आउँदैछ। 4 महिना विश्वास गर्नुस्, रिजालले भने। रिजालले पार्टी चलाउनेमा सभापति बाहेक अरु कसैको पनि दोष छैन भन्ने हो भने त्यही पास गर्न पनि आग्रह गरेका छन्। साथै उनले संसदले आफ्नो म्यान्डेट गुमाएको थियो कि थिएन भन्ने बारे बहस हुनुपर्ने पनि बताएका छन्।